फेरि पनि स्वागत छ। नमस्ते सम्पूर्णजनालाई, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि एउटा भिडियो बनाउने सुरु गरिरहेको छु। कस्तो हुन्छ तपाईहरुको सामु। धेरै भिडियोहरु बनाइयो आजसम्म, धेरै ब्लग भिडियोहरु अपलोड गरियो। अब पनि म आज फेरि अर्को नयाँ भिडियो सुरु गर्दैछु। कस्तो लाग्छ प्रतिक्रिया जनाउँदै गर्नु होला। भिडियोको सुरुवातीमा म भन्न चाहन्छु, आज विशेषतः भिडियोहरु तपाई कसरी सुरुवात गर्नुहुन्छ, कसरी तपाई भिडियो रेकर्ड गर्नुहुन्छ, आफ्नो भ्लगिङ भिडियो अथवा जुनसुकै क्याटेगोरीको भिडियोहरु कसरी रेकर्ड गर्नुहुन्छ र कसरी सुट गर्नुहुन्छ, यो कुरा गर्न चाहन्छु। विशेषतः सुरुवाती गर्नको लागि, कुनै पनि कन्टेन्ट क्रिएसन गर्नको लागि एउटा स्टुडियो, सबै मेटेरियलले भरिएको स्टुडियो नै हुनुपर्छ भन्ने छैन। खाली एउटा मोबाइल यो समयमा हर कसैको हातमा हुन्छ। त्यो मोबाइलबाटै आफ्नो भिडियो रेकर्ड गरेर, जुनसुकै प्रकारको भिडियोहरु रेकर्ड गरेर, एडिटिङ गरेर पोस्ट गर्न सकिन्छ, अपलोड गर्न सकिन्छ र राम्रो खाले क्वालिटी युक्त भिडियोहरु बनाउन सकिन्छ। सधैँ नै सबैसँग स्टुडियो हुन्छ, सबै क्यामेरा हुन्छ र आफ्नो एउटा व्यस्त र मस्त एउटा म्यानेजमेन्ट सहितको रुम नै हुन्छ भन्ने छैन। अहिलेको जमानामा जहाँ आफ्नो इच्छा त्यहाँ उपाय भने जस्तै आफूसँग गर्ने चाहना छ, क्षमता छ, आफूले गर्न खोजेको छ भने जतिखेर जुन ठाउँमा पनि अटोमेटिक स्टुडियो खडा हुन सक्छ। सिर्फ एउटा ह्यान्डफोन, एउटा मोबाइल भए पुग्छ र मोबाइल भइसकेपछि आफ्नो इच्छा शक्ति हुनुपर्छ। यति भएपछि मान्छेले, हर कसैले आफ्नो कन्टेन्टहरु रेकर्ड गरेर, आफ्नो भिडियोहरु रेकर्ड गरेर युट्युब भिडियोको लागि अपलोड गर्न सक्छ। त्यसैले मोबाइल मार्फत तपाईहरु कसरी गर्नुहुन्छ? हर ठुलठुलो क्रिएटरहरुको अलग जीवनशैली छ, अलग एकदम फेसन छ। तर कोठामा चाहिने हर भिडियो बनाउनको लागि कम्प्युटर, ल्यापटप, त्यसैगरी कुनै प्रकारको आफ्नो एडिटिङ गर्ने सामग्री अथवा एडिटिङ गर्ने मान्छे, हेल्पर, सहयोग गर्ने कोही पनि छैन भनेर रोक्नु हुँदैन। एउटा युट्युबको भिडियोको लागि खाली सिम्पल आफ्नो मोबाइल पनि एकदम सस्तो भन्दा सस्तो भयो भने मज्जाले काम चल्छ र मज्जाले गर्न सकिन्छ। आफ्नो काम सधैँ गरिराख्ने हो भने मान्छेले कस्तो कस्तो असम्भव कामहरु सम्भव गरिदिन्छ र हामीले पनि सम्भव गर्न सक्छौं र एकदम सफल हुन सक्छ। त्यसैले तपाईहरु नसोच्नुहोस् कि मोबाइल राम्रो भएन, हामीसँग ट्राइपोड हैन, त्यसपछि चाहिने अन्य माइक्रोफोनहरु, वायरलेस माइकहरु केही पनि छैन भनेर, क्यामेरा छैन भनेर चिन्ता लिनु हुँदैन। अरूको देखेर हामीले गर्ने हैन। जो उपलब्ध आफूसँग साधन छ, जो चीज आफूसँग छ, त्यो चीजलाई सही सदुपयोग र राम्रोसँग प्रयोग गर्यो भने एउटा मात्र मोबाइलबाट यसरी राम्रो भिडियो बनाएर अपलोड गर्न सकिन्छ र आफ्नो च्यानललाई अगाडि बढाएर लैजान सकिन्छ। आजको भिडियोमा म यही भन्न चाहन्छु, तपाईहरु पनि हर कुनै सामग्री बिना एउटा मोबाइल सेटबाटै राम्रो र क्वालिटी युक्त भिडियोहरु बनाउन सक्नुहुन्छ र बनाउनु होला। आजको दिनसम्म मैले करिब 24 देखि स्टार्ट गरेको युट्युबको यात्रा, युट्युबको जर्नी 25 को पनि 2-3 महिना बितिसकेको छ। आजसम्म मसँग ओन्ली यही सस्तो 10-15 मोबाइलबाटै काम चलाइरहेको छु। तपाई पनि चलाउनु होला। धेरै इच्छाहरु, चाहनाहरु हुन्छ नयाँ मोबाइल लिने र नयाँ मोबाइलबाट राम्रो क्वालिटी योग्य गर्न। तर क्वालिटी योग्य योबाट पनि गर्यो भने धेरै राम्रो भइरहेको छ, धेरै राम्रो गर्न सकिन्छ। यसैबाट हामीले सुरुवाती गर्ने हो। जिरो लेभलबाट सुरुवाती गर्दै गयो भने निकट भविष्यमा सबै कुराहरु सम्भव हुन्छ। आजको विषय भनेको यही थियो। हामी मोबाइलबाट पनि धेरै कुराहरु अरु कुनै सामग्री नभएर बनाउन सक्छौं र युट्युबमा भिडियोहरु अपलोड गर्न सक्छौं भन्न चाहन्छु। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने, भीमजी ब्लग युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। कृपया तपाईले सब्स्क्राइब गरेको पैसा लाग्दैन, लाइक गरेको पैसा लाग्दैन, कमेन्ट गरेको पैसा लाग्दैन। त्यसैले सपोर्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै आगामी दिनमा पनि म फेरि अर्को भिडियो, अर्को ब्लग भिडियोका साथ उपस्थित हुनेछु। आजलाई भने यति नै। ओके बाइ, टेक केयर, थ्यांक यू भेरी मच, लभ यू अल।